राष्ट्रिय स्वतन्त्र पार्टीको ऐतिहासिक पहिलो महाधिवेशनमा पाल्नुभएका सम्पूर्ण महानुभावहरूलाई एकमुष्ट रूपमा न्यू क्रान्तिको राजधानी चितवनमा हार्दिक स्वागत गर्न चाहन्छु। परिवर्तनको सपना देखेर त्यसलाई साकार गर्ने आँट र साहस मलाई चितवनको माटोले दिएको छ। मबाट हामी बनाउने साहस पनि यही चितवनले दिएको छ। त्यसैले देवभूमि चितवनलाई नमन गर्दै फेरि पनि यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। उपस्थित आदरणीय महानुभावहरू, राष्ट्रपालको निमन्त्रणालाई स्वीकार गरेर विभिन्न राजनीतिक दलबाट आउनुभएका तमाम नेतागणहरूलाई स्वागत गर्न चाहन्छु। यहाँको उपस्थितिका लागि धेरै धेरै धन्यवाद पनि ज्ञापन गर्न चाहन्छु। उपस्थित आदरणीय महानुभावहरू, हामी आज यहाँ आइपुगेका छौँ। यहाँ आइपुग्दा यो यात्रा यहाँसम्म ल्याउँदा धेरै मानिसको बलिदानी पुगेको छ, धेरै मानिसको बलिदानी चढेको छ। यी बलिदानीले ल्याएका विभिन्न कालखण्डका परिवर्तनले आज हामी साँच्चै नै अग्लो देखिएका छौँ। तमाम बलिदानीमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने तमाम शहीदहरूलाई सम्झन चाहन्छु। साहित्य साथीहरूलाई सम्झन चाहन्छु जो आज शरीरभरि सरकार बोकेर साहित्य शरीर बोकेर पनि यो देशमा परिवर्तन गरेरै छाड्ने भुटभुटी बोकेर राजनीतिमा लागिरहनु रहेको छ। यी समयलाई के गर्न सम्झन चाहन्छु। राष्ट्रवादीले यसको साझा मञ्च बन्न सकेको छ। अहिले अधिकांश गैर राजनीतिक मानिसहरू आइपुगेका छन्। यो एउटा बाध्यता हो, यो रहर थिएन। हामीले पटक पटक भन्यौँ तर हाम्रो कुरा सुनिएन, धेरै पटक भन्यौँ सुनिएन। टेलिभिजनको पर्दाबाट भन्यौँ सुनिएन, राजनीतिको मैदानमा आउने बित्तिकै घोषणा गर्दा भन्यौँ सुनिएन, यतिसम्म कि जेलको कालो कोठरीबाट पनि भन्यौँ सुनिएन। आज चितवनमा गर्मी छ, थोरै गर्मी छ। आजभन्दा 1 वर्ष अगाडि पार्टी स्थापना दिवस मनाइरहेको थियो। तपाईँसँग साक्षात्कार गर्ने मसँग कुनै माध्यम थिएन। भैरवमा योभन्दा धेरै गर्मी थियो, निकै गर्मी थियो। अरूका लागि चाहिँ एउटा ठुलो कम्पाउन्ड हुन्थ्यो, मेरो लागि एउटा गोल भएको एउटा कोठारी चाहिँ बनाएर सरकारले सुविधासँग सुविस्तासँग राखेको थियो। मैले तपाईँलाई धेरै सम्झेको थिएँ, धेरै सम्झेको थिएँ। म आज तपाईँलाई धन्यवाद भन्न चाहन्छु। त्यो आवाज सुनियो, म धेरै त सम्झन्न, एउटा लाइन मात्र सम्झन्छु। जुन सन्देश मैले गत वर्ष भैरवा कारागारबाट लेखेको थिएँ, त्यो सन्देश समाप्तिमा मैले भनेको थिएँ कि एक दिन जनताले तपाईँहरूको हातमा भएको तस्करले दिएको बढी खोज्नेछ र त्यहाँ हडबडी लगाउनेछ भन्ने कुरा परिस्थिति बिग्रिएको छ, बदलिएको छ। बदलिएको यो परिस्थितिले हामीलाई देशको सबैभन्दा शक्तिशाली पार्टी बनाएको छ। आदरणीय उपस्थित महानुभावहरू, शक्तिशाली हुनु भनेको नम्बर गर्ने लाइसेन्स प्राप्त गर्नु होइन, प्रतिशोध सार्ने लाइसेन्स प्राप्त गर्नु होइन। मलाई आज राजसभा प्रतिशोध र दम्भ भन्नेलाई निकै टाढा गएर नागरिक जिम्मेवारी पुरा गर्ने एउटा अदम्य चरम पुगेर उपस्थित भएको छ। र म आज मञ्चमा उपस्थित तमाम नेपाली राजनीतिका शीर्ष महानुभावहरूलाई साक्षी राखेर भन्न चाहन्छु कि मेरो नकाउनुहोला, देश राष्ट्रपालको हातमा छ, देश सुरक्षित छ। लोकतन्त्रका सलाइन मान्यताहरू र शक्ति पृथकीकरणका सिद्धान्तहरू, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक हक अधिकार, मानव अधिकारको प्रत्याभूति, समतामूलक समाज, समावेशिता लगायतका थुप्रै उपहार हामीलाई अघिल्लो पुस्ताले र तपाईँहरू जस्ता मूर्धन नेतृत्वले दिनुभएको अमूल्य उपहार हो। हामी त्यसको जगेर्ना गर्नेछौँ, त्यसमा माया गरेर राख्नेछौँ। हामी त्यसलाई त्यसबाट बाहिर जाने छैनौँ। त्यसअगाडि भएका तमाम आन्दोलनहरूको तिरस्कार गर्ने साहस हामीमा हुने छैन। त्यो कदम हामी कदापि चाल्ने छैनौँ। म यहाँको निर्भर गाउनको लागि अनुरोध गर्न चाहन्छु। राष्ट्रपालले त्यो लाइन क्रस गर्दैन, यहाँ निर्भर तपाईँलाई यहाँबाट जानु होला। यहाँको एउटा सानो अनुरोध गर्न चाहन्छु। राष्ट्रिय राजनीतिमा आफ्नो दल मात्र ठिक भएर हुँदैन, राष्ट्रिय राजनीतिमा आएका सबै दलहरू ठिक हुनुपर्छ। म शुभकामना दिन चाहन्छु। विशेष गरेर दुई शक्तिशाली दल नेपाली कांग्रेस
नेकपा एमालेभित्र काहीँ कहीँ केही अप्ठ्याराहरू देखिएका छन्। त्यो अप्ठ्यारो त्यो दलको मात्र होइन, त्यो दलको अप्ठ्यारोहरू सुल्झिएन भने समग्रमा त्यो देशको अप्ठ्यारो पनि बन्न सक्छ। यो शुभकामना छ हाम्रो दलभित्रका अप्ठ्याराहरूलाई नलाउनुहोला। आफ्नो दल मात्र होइन, अन्य दलहरूको अप्ठ्यारो पनि सुल्झियो भने देश एउटा राम्रो बाटोमा जानेछ। त्यस सँगसँगै हामीले साझा प्रतिबद्धता पनि गर्नु छ। त्यस अगाडि राजनीतिक दलहरूप्रति सर्ने भने हामीलाई प्रतिस्पर्धा गर्ने छुट छैन। हाम्रा व्यक्तिगत वैमनस्यताहरू हाम्रा निजी हुँदैन। त्यो सकिनुपर्छ। कहिले सकिनुपर्छ भने अहिले यहीँबाट सकिनुपर्छ। हामी वैमनस्यता बोकेर बाँच्ने होइन, ठुलो हृदय बोकेर अगाडि बढ्ने राजनीतिका बन्नुपर्नेछ। हामीले एकअर्कालाई जवाब दिनु पर्दैन, हामीले इतिहासलाई जवाब दिनुपर्छ। इतिहासका लागि पनि हामीले आफ्नो वैमनस्यहरूलाई तत्काल त्यागेर सहकारीको बाटोमा अगाडि बढ्नुपर्ने आवश्यकता परेको छ। किनकि हाम्रा नम्बरहरू, हाम्रा घण्टौँ, हाम्रा अप्ठ्यारो या हाम्रा कुनै पनि कुराहरू यहाँबाट निजी रहेनन्। देशका लागि देश हितमा तिनीहरूको महत्त्व हुन्छ। आज यस्तो ऐतिहासिक अवसरमा राष्ट्र परिवारका सबै साथीहरूलाई केही छोटो जानकारी मात्र गराउन चाहन्छु। साथीहरू, मैले जोलेश्वर बैठकको बेलामा राजनीतिक प्रतिबद्धता लेखेको एउटा कुरा स्मरण गराउन चाहन्छु। त्यहाँ लेखेको दुईवटा कुरा स्मरण गराउन चाहन्छु। पहिलो कुरा मैले लेखेको थिएँ कि राजसभा लड्यो भने आफ्नै घोडामा लडेर लड्छ, अरू कसैको ताकत छैन राजसभालाई लडाउने। आज यसलाई अझ पनि सार्थक बनाउने बेला आएको छ। हो, जब धेरैको मन जित्न सकिँदैन, त्यसपछि केहीको मन जितेर राजनीतिमा अगाडि बढ्ने प्रचलन चलेको छ। तर त्यो प्रचलनको बिउ हामीले बोक्नु हुँदैन। त्यो बिउ हुर्कियो, बढ्यो, फुल्यो भने के हुन्छ भन्ने कुरा त भर्खरै हामीले देखिसकेका छौँ। त्यस कारणले गुड र उपगुड बनाएर हामी त्यो बिउलाई रोप्यौँ भने भोलि त्यसले दिने फल विशाल फल हुनेछ। अनि पार्टीका प्रेसिडेन्टले भन्नुभयो जस्तै त्यो फल यदि फल्यो भने हामी त्यो वृक्षलाई काट्नुपर्ने अवस्थामा हुनेछौँ। त्यतिखेर हामी बेला ठिक समयमा छौँ। हामी ठिक समयमा छौँ साथी। हामी कस्तो फल रोप्ने, कस्तो बिउ रोप्ने बेलामा ओढिएका छौँ। यतिखेर हामीले समग्र रूपमा कुनै गुड र उपगुड हुन नलागिकन विगतका राजनीतिक दलहरूका अनुभवलाई हेरेर अगाडि बढ्ने हो भने म फेरि पनि भन्छु, राजसभालाई लडाउने अर्को कुनै पनि शक्ति अबको युगमा आउन सक्दैन। म यो तपाईँहरूलाई हेर्नका साथ भन्न सक्दछु। तर साथीहरू, कहिलेकाहीँ के हुँदो रहेछ भने ज्ञानको मूल्याङ्कन भनेको अरूले गर्यो भने खुसी मान्ने, तर आफूले गर्नु पऱ्यो भने दुःख मान्ने कुरा हुँदो रहेछ। त्यसबाट चाहिँ ज्ञानलाई म सचेत गर्नको लागि अनुरोध गर्न चाहन्छु। यो ऐतिहासिक महाधिवेशनले हामी बिचमा पनि केही वैमनस्यता रहेछ भने, हामी बिचमा पनि त्यस्ता समस्या रहेछ भने त्यसलाई अन्त्य गर्ने एउटा महत्त्वपूर्ण बिन्दु यो हुनुहोस् भन्ने माग चाहेर राखेको छु। राष्ट्रसभाको दुई न्यायको सरकार बनेको छ। साथीहरू, पार्टीले यसलाई निगरानी गरिरहेको छ। पार्टी प्रतिबद्ध छ। लोकतन्त्रका आधारभूत मान्यता सिद्धान्तहरूबाट कोही कतै पार्टीको निर्णय छैन। प्रतिबद्धता मैले गरि नै सकेको छु। चार सिद्धान्त, आदर्श जस्ता महत्त्वपूर्ण कुराहरूलाई अझ बढी स्पष्ट गर्दै जाने एउटा राजनीतिक पार्टीको निरन्तरको कार्य हो। यसमा राष्ट्रमा करोड दिएको छ। पहिला जुन जोलेश्वर बैठकको कुराकानी गरेको थिएँ, जोलेश्वर बैठकले यो कुरा स्पष्ट रूपमा हामीले बुझिसकेका छौँ। तर हाम्रा मामलामा अन्य धेरै विषयहरू चर्चाको विषय भने, अन्य धेरैहरू हल्लाको विषय भने हाम्रा प्रतिवेदन, हाम्रा राजनीतिक दस्तावेजलाई हेर्ने समय निकालिएन। मलाई विश्वास छ सिङ्गो देश र संसारले केन्द्रमा राखेको राष्ट्रबाट अबका दस्तावेजहरू हेरिनेछन्, पढिनेछन् र त्यसलाई हौसलाको भरमा होइन, गहन अध्ययन गरेर त्यसमाथि विद्वत समूहले विश्लेषण गर्नेछ भन्ने कुरामा म आशावादी छु। आशावादी छु आफ्ना साथीहरूले स्वस्थ प्रतिस्पर्धा गर्नुहुनेछ, स्वच्छ प्रतिस्पर्धा गर्नुहुनेछ। सँगसँगै म आशावादी छु सरकार जुन आशा र भरोसामा उभिएको छ त्यसमा खरो उभिनेछ। प्रयास त निकै हुनेछ। प्रयास त लडाउने, ढलाउने, थाको ल्याउने प्रयास त निकै हुनेछ। म आज यस ऐतिहासिक स्थानमा उभिएर भन्न चाहन्छु, हामीले नेपाली जनतालाई इतिहासलाई साक्षी राखेर
राष्ट्रसभामा जुन सहमति गरेका छौँ त्यो सहमतिको एक एक अक्षर इमानदारिताका साथ पालना गर्ने प्रण म यहाँहरूलाई उल्लेख गर्न चाहन्छु। हाम्रो निजी कुरो होइन, इतिहासलाई जवाब दिनुपर्नेछ, व्यक्तिको इच्छा कुरो होइन। त्यसकारणले सरकार सञ्चालन गर्न गरिने त चुनाव अगाडि नै पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको खुट्टामा बल पुर्याइसकेको छ। अब फटाफट गोल हान्ने जिम्मा प्रधानमन्त्री सम्मानित प्रधानमन्त्री बालेन्द्र शाहले हुनेछ र उहाँले त्यसको निरन्तरता दिइरहनु भएको छ। छुटिएर त्यो बल पनि आएछ भने पनि त्यसलाई त्यही खुट्टामा पास गर्ने जिम्मा हो। यहाँ मुक्त ठाउँहरू धेरै छन्, चुगली लगाइदिनेहरू पनि धेरै छन्। म तिनलाई जवाब दिन भुलिरहेको छैन साथीहरू, म त इतिहासलाई जवाब दिनको लागि खडा भएर भुलिरहेको छु। किनभने आजको दिन त बितेर जानेछ, भोलि फेरि सन्ततिहरूले सोध्नेछन् इतिहासको दिनमा भोका लिएको थियो। इतिहासको दिनमा पहिलो महाधिवेशनभन्दा पनि अगाडि तिमीहरूलाई यति जन्म दिएको थियो कि संसारको कुनै पनि राजनीतिक दललाई महाधिवेशन हुनुभन्दा अगाडि दुई तिहाईको बहुमत दिएको मलाई सम्झना छैन। यस्तो अवसर दिएको थियो। आज जन्मेकाहरूले मात्र होइन, भोलि यस देशमा यस राज्यमा जन्मेकाहरूले पनि मलाई र बालेन्द्रलाई प्रश्न गर्दैछन्, यो मौकालाई तिमीहरूले किन गुमाउनु थियो? हामी त्यो प्रश्नलाई सदाका लागि बाँच्न चाहन्छौँ। इमानदारिताका साथ यो अवसरलाई हामी सदुपयोग गर्न चाहन्छौँ। हाम्रा लागि होइन, आउने सन्ततिका लागि, जन्मिसकेका लागि मात्र होइन, जन्मन बाँकी यस देशका नागरिकका लागि पनि। उपस्थित आदरणीय राष्ट्रभाइ देवैनीहरू, आफ्नो भनाइ छुट्याउन म गएको छु। पार्टी जीवनमा समस्याहरू नआउने भनेर आउँछ, विभिन्न तहमा समस्याहरू आउँछ। तर हाम्रो पार्टी केवल हाम्रा साथीहरूले मात्र बनेको पार्टी होइन, विभिन्न राजनैतिक दलबाट भूमिका आउनुभएका साथीहरू पनि आउनुभएको छ, हाम्रो परिवारबाट आउनुभएको छ। यो सबै सदस्यहरूले पार्टी बनेको छ। पार्टीभित्र या राजनीतिक दलभित्रको आबद्धता भनेको, कुनै पनि राजनीतिक दलमा म आबद्ध हुन्छु भन्नु भनेको तत्कालको लाभका लागि होइन। इतिहासको पाना पल्टाएर हेर्नुहोस्, मैले यसभन्दा अगाडिको कुनै एउटा समाजमा भनेको सम्झना गर्दछु। सम्झिनुहोस्, आज त राष्ट्रसभाबाट लहर छाएको छ, सम्भवतः भोलि टिकट पाइन्छ होला, पछि पालिकामा जितिन्छ होला, म मेयर हुन्छु होला, उमेर हुन्छु होला भनेर केही साथीहरू लोभिनु भएको छ होला, लोभ्याएको पनि छ होला। तर कुनै पनि दिन पार्टीले होइन, अब हामीले 8-10 वर्ष विद्रोह गर्नुपर्नेछ, त्यसका लागि हामी तयार हुनुपर्नेछ भने पनि त्यो त्याग, त्यो बलिदान र त्यो यात्रामा उभिनका लागि हामी तयार छौँ। हामी तयार छौँ त भन्छौँ, तर आजैबाट टिकट मलाई दिए भनेर गुटको राजनीतिमा लाग्यो भने इतिहासले हामीलाई धिक्कार्नेछ। त्यस कारणले आफ्नै परिवारलाई आजको पहिलो महाधिवेशनमा उभिएर यति मात्र चाहन्छु साथीहरू, मलाई केही पनि चाहिएको छैन। संस्थापक सभापति भएका नाताले भर्खरै सुरु भएको पार्टीमा एउटा सानो पदका लागि चौबाटोमा लडेर हेलमेटले हानेर एकअर्काको दाँत झार्न गएको दृश्य बाँचुन्जेल हेर्न नपरोस् मेरो यति कामना छ। हामीले जन्माएको पार्टी भएको हुनाले कुनै एउटा पदका लागि अस्वस्थ प्रतिस्पर्धा गरेको, सदस्यताहरू जम्मा गर्दै आफू निर्वाचन गर्ने प्रबन्ध गरेको र षड्यन्त्रको राजनीतिको बिउ रोपेको कम्तीमा कम 8 मान्छेले हेर्न नपाएको भन्ने कामना हाम्रो ऐतिहासिक पार्टी समाजमा एउटा कुरा चाहिँ मलाई के थाहा छ भने जसले जिते पनि घन्टी बहालले दिन्छ, जसले जिते पनि राजसभाले दिन्छ। आफ्ना जिताउनु होइन, जितेका आफ्ना हुनुपर्ने भावना लिएर गयौँ भने हामी विशाल राजसभा भन्नेछौँ। विशाल राजसभाको पहिलो ऐतिहासिक
महाकुम्भमा फेरि पनि म यहाँलाई धेरै धेरै स्वागत गर्न चाहन्छु र फेरि पनि विभिन्न राजनीतिक दलबाट आउनुभएका साथीहरूलाई उहाँले गर्नुभएको त्याग र बलिदानको सम्मान स्वरूप विगतमा भएका सम्पूर्ण राजनीतिक क्रान्तिहरूको सम्मान राख्ने प्रतिबद्धता व्यक्त गर्दै बदलिएको व्यवस्था बदलिएको परिस्थिति सबैमा हाम्रो साझा प्रतिबद्धता भएको कुरा स्पष्ट गर्न चाहन्छु। अन्त्यमा पार्टी स्थापना दिवसको दिन मैले यसै गरी दर्शक जिल्लाकै बिचमा गएकी मेरी धर्मपत्नी अर्दाङ्गिनीलाई भनेको थिएँ, उनले मलाई भनेकी थिइन् म घर चलाउँछु तिमी देश चलाएर भनेकी थिइन्। यो 4 वर्षको यात्रामा देश चलाउनभन्दा घर चलाएर मेरो सङ्घर्षको हरेक पाइलामा साथ दिएर एकपटक पनि नरोइकन टाढो शिर लगाएर एकपटक पनि नझुकेर मलाई टिका धेरै बल दिएकोमा मैले यो मञ्चबाट धन्यवाद दिनैपर्छ। साथै मेरो परिवारको एउटा जमघटमा फेरि 64 वर्षकी वृद्ध मृत्यु शैय्याबाट भर्खर फर्केकी दिदीले भनेको कुरा सम्झना सुनाएर बिदा हुन्छु। जतिखेर मलाई उहाँले राज्यले ज्यादती गरेको थियो त्यतिखेर वरपरका छरछिमेकीले मेरो वृद्ध दिदीलाई भनेछन् तिम्रो भाइलाई त मार्छन् गरे, मेरो दिदीले छाती पिटेर भनिन्छन् मारेछन् भने मेरो भाइ शहीद हुन्छ चिन्ता नगर भनेकी थिइन्। मलाई उहाँको साथ दिने मेरो परिवारलाई मैले अलिकति धन्यवाद दिन यो विशिष्ट समारोहको समय लिएर केही गल्ती गरेछु भने क्षमा गर्नुहोला, तर सबै राष्ट्रसभाको परिवारलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। मेरो नेतृत्वमा पार्टीलाई यहाँले गर्नुभएको विश्वासले आज यहाँ पुर्याएको छ। पार्टी यहाँ आइपुग्नुको सम्पूर्ण श्रेय तपाईँहरूलाई बाँडेर बाँकी रहेको थोरै श्रेय दिने ग्रहण गर्दै सबैजनालाई फेरि पनि चितवनमा स्वागत गर्दछु र यसको यो हाम्रो ऐतिहासिक महाधिवेशनको भव्य सफलताको शुभकामना अभिव्यक्त गर्दै बिदा चाहन्छु। सबैको जय होस्, जय देश, जय पार्टी। सब लगी है, सब क्यों हो